2081 साल चैत महिनाको 30 गते शनिबार। अनि आज चाहिँ पूर्णिमा पनि परेको भएर एकदमै भिडै बिहानदेखि सङ्कटैमा यहाँ एकदमै भिड छ। अहिले एकदम भिड छ। बिहानको झन् भिड थियो, पानीले अलिकति बितार भयो लाइन। अहिले माग्ने बस्ने त्यत्तिकै हुन्छ। अनि सङ्कटा मन्दिरै हजुर यहाँ आज चाहिँ गुरुको अनि त्यसपछि यहाँ बस्ने जोगीकोसम्म भाउ बढेको हजुर। दक्षिणा डाइरेक्ट 200 माग्नु भयो अनि दक्षिणा राख्नु भनेर होइन। दक्षिणा भनेको जति पनि हुन्छ भनेको दक्षिणा त राख्नुपर्छ नि भन्नुहुन्छ होइन। यहाँ जोगी बस्ने लाइन पर छ हो। जोगीलाई चाहिँ कालो कपडा अनि 1 माना चामल दान दिनु पर्छ भन्ने छ। चैतमा र कार्तिकमा चाहिँ एकदम धेरै हुनुहुन्छ यस सङ्कटमा धेरै जति होइन। शनिबारै पछि हुनुहुन्छ भन्नुहुन्छ तर नि कार्तिकमा र चैत महिनामा चाहिँ एकदम धेरै जोगी ताते लाइन। यता गुरुहरू बस्ने, यता व्यापारी, यता मन्दिर। सङ्कट मन्दिरमा गएपछि चाहिँ सङ्कट पर्दैन भन्ने हाम्रो किंवदन्ती मान्यता छ। यता मागेर पनि जीविका चलाउनु परेको यता एकला हुनुहुन्छ हो। बच्चा लिएर पनि माग्नु बस्नुहुन्छ। अहिले चाहिँ लाइन अलिक कम भएछ, फेरि लाइन छैन। अहिले चाहिँ सङ्कट पर्छ नि त्यसपछि सङ्कट मन्दिर सबैजना हुन्छन्। आज चाहिँ झन् 2081 सालको अन्तिम दिन आज 30 गते भएर पनि होला धेरैजना आउनुभएको। आज पूर्णिमा पनि पऱ्यो, शनिबार पनि पऱ्यो। सबैहरू आउनुभएको। नुन, कालो कपडा, हाँसको अन्डा चढायो भने चाहिँ सङ्कट नष्ट हुन्छ भन्ने छ है हजुर। धन चढाउने होइन भगवान्सँग चाहिँ मन चढाउने हो सबैजना। कहिले थोरै लिएर आउनुहुन्छ मन चढाउनलाई, कहिले धेरै लिएर आउनुहुन्छ। तर भगवान्ले चाहिँ प्रेमसँगले सङ्कटको मन्दिरमा आएर सङ्कट नाश होस् भन्ने है हजुर।